यो चाहिँ मेरो रुम हो, यो मेरो लकेज, यहाँ खानापिना बनाएर राखेको छ। हाम्रो रुम चाहिँ यस्तै हुन्छ विदेशमा। यो लकेज भयो, यो पनि मेरो पुरा तयारीमा छ लकेज। यो पनि लकेज भयो, यो एउटा लकेज, अर्को चाहिँ होइन, सानो चाहिँ होइन, ठुलो चाहिँ मेरो लकेज। उता लाउने ओर्ने लुगाहरू, यो मेरो बेड, यो मोबाइल सोबाइल, चाहिँ साथीको बेड भयो, यो हाम्रो बाहुन बाजेको बेड भयो, मेरो रुम भयो। अब यसो बाहिरतिर निस्केर घुम्नु पर्यो, यसो नजारा दृश्यहरू खिच्दै। चाहिँ मेरो रुम यस्तो क्युट छ नि, दामी छ रुम। लाइट साइट टक्क टिलिक्क ढल्किने छ। यो चाहिँ बाथरुम, टोइलेट, होइन छैन सबै कुरा छ, राम्रो छ। बस्ने ठाउँहरू टक्क। यो चाहिँ मेरो रुम हो। यसमा चाहिँ हाम्रो यस्तो हल छ, यहाँ यस्तो कपडा सपडा सुकाउने ठाउँ छ। कपडा धोए सुकिहाल्छ। यो चाहिँ ह्याङ्गर साथीको हो। यो मेरो लकर यस्तै खुला रहन्छ 24 घन्टा। यो चाहिँ टेबल सेबल, यो चाहिँ फ्रिज भयो। एउटा रुमको एउटा फ्रिज हुन्छ, पानी तताउनु सताउनु सबै छ। यहाँ तल प्याज लसुन अदुवा सदुवा सबै कुरा छ। राइस कुकर, त्यसपछि गएर यतापट्टि किचन छ। यो चाहिँ सो फोहोर फाल्ने ओर्ने। यो चाहिँ किचन भयो। किचन यतापट्टिको रुमको अर्कै छ, एउटै रुम हो। अर्को रुम अर्को 3 जना, यतापट्टि एक किचन, 6 जनाले पकाउने खाना पालैसँगले। यो चाहिँ वासिङ मेसिन हो हाम्रो। यता फ्रिज छ उतापट्टिको रुमको। यो चाहिँ उनीहरूको खानासाना यतिकै छोडेर गएको छन्, बिग्रिन्छ खानासाना गर्मीमा, त्यतिकै छोडेर गएको छन्। लकर चाहिँ हाम्रो फ्रिज हो। हाम्रो फ्रिज मिक्सचर सिक्चर टक्क सबै कुराको छ व्यवस्थित। अब छोडेर जान लागेको अवस्था, के गर्ने, यसो भिडियो खिचिराखेको। यो चाहिँ मेरो कपडाहरू सुकाइराखेको छु। यो चाहिँ तौलिया, 14 वर्ष भइसकेको तौलिया। 14 वर्ष भयो तौलियाले मलाई साथ दिएको। आएदेखिबाट यही तौलियामा काम चलिरहेछ, अहिलेसम्म चलिरहेछ। अब त 1 हप्ताभित्रमा गइहाल्छु होला। 14 वर्षसम्म यही तौलियाले मलाई साथ दियो। अब यसलाई चाहिँ छोडेर जानुपर्छ, लिएर जाने कुरो भएन, पुरानो भइसक्यो। यो चाहिँ कम्पनीको ज्याकेट कसरी लान्छ भने लैजाओस् है। कुर्सी सुर्सी छ टक्कसँगले। यो चाहिँ हाम्रो रुम हो। अब यसो बाहिरतिर घुम्न जानु पर्यो, साथीहरूलाई भेट्दै। कोही घरबाट आएका छन्, सो भएर चाहिँ टक्क यो चाहिँ मेरो रुम हो। अब टक्क जाने अब ल, अब टक्क घुम्ने यसो। अब क्याम्पतिर यसो। यो चाहिँ किचन सिचन टक्क, त्यो रुम सुम यस्तो भयो। अब टक्क घुमिराख्ने, अब केटाहरूलाई भेट्दै घुम्दै गर्ने हो। यसो घुमफिर गर्ने, साथीहरूसँग यसो भेटघाट गर्ने। अब साथीहरूसँग भेटघाट हुने भनेको बेलुकातिर हो, त्योभन्दा अगाडि भेटघाट हुँदैन। यसो ड्युटीबाट आइसक्यो साथीहरू, अब यसो भेटघाट गर्ने। हाम्रो के भन्छ, नयाँ ढोका लाग्छ, इमर्जेन्सी डोर भन्छ। खोइ इमर्जेन्सी, यत्रो वर्षसम्म इमर्जेन्सी चलेको थिएन, अहिले चाहिँ इमर्जेन्सी चाहियो अरे। टक्क के इमर्जेन्सी हो। हेलो माई डियर ब्रदर, हाउ आर यु? ए हाम्रो दाइले चाहिँ पुरै माछा बनाउँछ। आज माछा खुवाउने अरे मलाई, माछा खुवाउने नि त। माछा बनाउँछ। मेरो लागि दरवाजा खुल्ला छ अरे। मेरो लागि हमेसा दरवाजा खुल्ला छ अरे दाइले मलाई दरवाजा खुल्ला गरिदिएको छ अब 2-4 दिनको लागि। ए हाम्रो विपिन दाइ भिडियो बनाउँदै हिँडेको यसो। ए हुँदैन, कहाँ नाङ्गे छ, यसलाई नाङ्गे भन्छ। म यस्तैमा त, अनि म पनि त्यस्तै त छु नि। म पनि आधा नङ्गा त भने पुरै हाफ प्यान्ट लाएर घुम्ने त हो। हाम्रो वैद्य दाइ कता छ? ए 12 घन्टा हो नि त बुढाको, होइन? सबैको रुम यस्तै छ। टेबल सेबल टक्क व्यवस्थित छ। सोफा पनि छ हो यहाँ त, बस्छ खानासाना। विजय दाइलाई शरम लागे जस्तो छ। ओ शरम। महेश ड्युटी गयो? तपाईँको चाहिँ छुट्टी कहिलेसम्म? जाउँ घुम्नलाई। आज र भोलि जाउँ घुम्नलाई। कहाँ जाने?
जता गयो नि जाउँ तपाईँले जता लिएर जान्छ त्यसै लिएर जान्छ यस्तो गरेन तिमी फुटबलको स्टेडियमतिर घुम्दै हिँड्ने मान्छे हिजो गएको थियो नि त सामान कारको गर्नलाई अलिअलि कस्तो खतरा बनाउँदो रहेछ स्टेडियम यार 2034 म उता जानु पर्यो रामदाईहरूको रुमतिर बोलाइरहेको थियो अघि यता आउँदैछ नि त रामदाई पनि होइन मेरो रुमबाट कार्टुन लिएर गएको छन् बुढाले म आउँछु अहिले अरे खालिद भाई क्या हाल चाल है मैं तो ऐसे वीडियो ब्लॉग बना के चल रहा हूँ मैं अभी मालूम नहीं क्लियरेंस पेपर तो आ गया है अभी देखो कब होता है अभी पेपर शेपर तो आ गया अभी बता के मिल के जाना हाँ नहीं लाजिम मैसेज तो नहीं आया अभी तक पेपर आ गया है त्यो हामी सँगै आएको दाइ साथी हो इन्डियाको म चाहिँ जाँदैछु साथीहरू अब एकजना दुईजना छ अब एकजना मसँगै आएको एउटा इन्डियन छ यो अनि एकजना दाइ हुनुहुन्छ त्यो दाइलाई पनि भेट्न जान्छु अहिले एकदम मेरो मिल्ने साथी हो एउटै होटलमा बसेर आएको साथी अब साथीलाई पनि छोडेर जाँदैछु गएर भेट्न जान्छु म साथीलाई गाडी पनि आइपुगेछ सिप पनि आइपुगेछ यार अब म त्यो दाइलाई पनि भेट्न जान्छु दाइसँग पनि भेटघाट गर्छु भेटघाट गरेर अस्ति भेट्न त बोलाइरहेको थिएँ बुढाले म चाहिँ गएको थिएन गाडी आइसक्यो एउटा सिफ्ट आइसक्यो सफ्टेङबाट गाडी आइसक्यो ड्युटीबाट मान्छेहरू टक्क लिएर आइसक्यो साइकल छ एउटा सानो साइकल बाइसाइकल मोटरसाइकल छ यहाँ चाहिँ पिकअपको चाहिँ मोटरसाइकल छ दाइको रूपमा जाने हो भेटघाट गर्नलाई त्यसपछि मोती दाइलाई भेट्न र मोती दाइलाई सबै ड्युटीबाट आइसक्यो मान्छेहरू पछिमा हाय पिटर नो खलास नो मोर भेकेसन एक्सिट दाइहरूसँग भेट्नु चाहिँ हुँदैन अब टक्क जाउँ अब यस्तो कचडा बनाएको छ पुरै कचडा छ यहाँ पुरै डर बजा इमर्जेन्सी डोर भनेर लाछ पुरै धुलो छ मान्छेहरू आउँदैछन् रुमको पनि यस्तै लाउन लागेको छ अब त रुमको पनि यस्तै दरवाजा लाउनु रुमको पनि यस्तो छ दरवाजा चाहिँ खत्रै छ दरवाजा खतरा लाउनु लागेको छ यस्तो दामी छ दरवाजा चाहिँ एकदम हेभी वाला दरवाजा छ यो चाहिँ यहाँ पनि लाउनु लागेको छु र लास्टै हेभी भइगयो नि यो त यतै हो क्या दाइको रुम त मोती दाइको रुम यतै जाला छन् कि छैनन् पनि दाइ पनि इमर्जेन्सी डोरहरू लाक्कलाई छ भत्काउँदै स्टिलको दरवाजा लाउँदै र मोती दाइको रुम त नेपालको झन्डा छ यहाँ यो मान छैन कि क्या हो छैन जस्तो छ गएँ म अब अर्को रुमतिर गाडी आएको छैन जस्तो छ और मेरा दोस्त क्या हाल चाल है क्या बन रहा है क्या कर रहा है मैं ऐसे कुछ बोल दो मेरा दर्शक लोग को अच्छा वो तो टी-शर्ट मिस्टर माय फ्रेंड मिस्टर
Kancha is going now, Hmm. leaving us now within few days. Inshallah, we'll meet it again in MDR. इंशाल्लाह We have very happily worked together in MDR, and he's a very fine guy. MashaAllah, maybe Allah bless him more. Inshallah, for his future. थैंक यू शुक्रन हबीबी मैं घूम रहा हूँ बस सिस्टम लगा रखा हूँ मैं सिस्टम लगा के जा रहा हूँ मैं अभी Full video schedule. हाँ फुल वीडियो बना कितने के का था ये? ये 219 का लिया था मैं सिर्फ वीडियो बना रहे थे। हम्म। वो भी गोल वाले का सब लोग हाँ वीडियो वो बनाते हैं, वो क्या है? DJI का वो भी वैसे रहता है क्या? वो भी सेम माइक है यहाँ ऐसा ही ब्लूटूथ लगा रहा हाँ सेम उसके लिए तो चाहिए ना वो थोड़ा इजी होता है इधर टक लगाएगा वो मैग्नेट का है ना वो है मैग्नेट टाइप। हाँ मैग्नेट टाइप का नहीं मैग्नेट का ही है इधर एक लगाएगा बाहर एक लगाएगा वो मैग्नेट का है वो वैसे लेने का ना। वैसा अभी गरीब आदमी वो महंगा है वो साइन तो कर दिया परसों ही साइन करके भेज दिया चलो घूमता हूँ मैं थोड़ा आराम का रूम में जाऊँगा घूमूंगा तो हाउस कीपिंग चल रहा है गर्मी लास्टै गर्मी छ गर्मीको त कुरै नगरौँ गर्मीको कुरै नगर म त अब जान्न नै कहीँ पनि के पुरै टिक 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 गर्छ त विदेशैको कुरै नगर के हो जहिले ढोका लाएर बस्छ नि त यार योपट्टि मान्छे छ कि छैन हेर्नु पर्यो म त अब जान्न नि कहीँ पनि और मेरा दोस्त क्या हाल चाल है रेडी है ये हमारा दोस्त है एकदम मस्त दोस्त एकदम टिप टॉप वाला दोस्त एकदम खतरनाक दोस्त है ये तो खतरनाक दोस्त सब्जी बन रहा है हमारा दोस्त किधर गया सब्जी बन रहा है तुम्हारा दोस्त नाइट का ड्यूटी हो नाइट ड्यूटी चला गया और बता सब ठीक ठाक चल रहा है बस ऐसे ही घूम रहा हूँ बस अरे घूम रहा पूरा गेम में घूम रहा है कैम में घूम क्या करें सब्जी दाल फ्रूट चलो सही है और ठीक है ना सब ठीक ठाक चल रहा है कल मेरा भी डे का ड्यूटी ड्यूटी डेढ़ का हम लोग डे में भी 3 दिन रेस्ट किए और फिर डे में मेरा तो अभी पता नहीं कब पैसा आएगा फिर ये रूम में बैठा 2 हफ्ते तो लगता है 15 दिन का मारते हैं ना मैं पेपर तो आ गया है मेरा पेपर आ गया कितना आया 33,800 तेरा लाइफ बन गया लाइव 33,000 में बस करो यार हेलो माय डार्लिंग हाउ आर यू यो चाहिँ हाम्रो डार्लिङ है एकदम क्यूट क्यूट डार्लिङ अहिले क्विक जिरो ब्ल्याक ब्ल्याक होइन ठिकै छ अहिले चाहिँ मर्द जस्तो देखिन्छ जे होस् पहिला पहिला चाहिँ यसो हल्का त देखिन्थ्यो अहिले चाहिँ जस मर्द दाढीखेरि पालेर चाहिँ हल्का मर्द जस्तो हुन्छ यहाँ पुरै करेला बनाउँछ दाइले यहाँ गरेर होइन चटेर चटेला यसलाई चटेला भन्छ गरेर करेला होइन यो चाहिँ हामी चाहिँ भाते करेला भन्छ के रे यहाँ चाहिँ चटेला भन्दो रहेछ यो गाइस हामीले चाहिँ चटेर यहाँ चाहिँ चटेला भन्दो रहेछ हामी चाहिँ भाते करेला भन्छ है त यो दाइ कहिले आइपुग्नुभएको हिजो आइपुग्नुभएको 8 बजी ल अब म चाहिँ जान लागेको अवस्था छ ल त शोभायात्रा आज फ्राइडे को छ भित्र गणेश भयो के छ खानेकुरा के ल्याएँ म त खानेकुरा हेर्दै हिँडेको अरू हेलो गाइस के छ ए हाम्रो दाइ हुन्छ यहाँ नाङ्गे दाइ पुरै आएर लुकेर लजाले लजालु ठिक छ ल ल एउटा साथीकोमा गयो अब अर्कोमा जानुपर्छ फेरि घुमफिर गऱ्यो बस्यो जिन्दगी यस्तै छ बिल्डिङमा घुम्यो फिर्यो यस गर्यो डार्लिङको रुम कता सरको डार्लिङको रुम हो क्या मेरो मिल्ने साथी एकजना रुममा आइपुगेको छन् कि छैनन् पनि हेलो
के छ समुदाय ठिक छ अनि कहिले जानु भयो त टिकट भएछ छैन नि पैसा आएन कता टिकट हुनु यार ओहो के छ ए हाम्रो दाइ पुरा मस्तीमा हुनुहुन्छ है ओहो के छ के छ ए हाम्रो हो फेरि केमा आउँदै डार्लिङ। गर्छ मान्छेले गर्छ बुढो भइसक्यो हो यार कस्तो अनुहारै कस्तो क्याचक्क देखेको यार कस्तो छ है भने डुबुली चाहिँ मान्छेले गरेन अरे मैले मात्रै गरेँ अरे अचम्म छ मान्छेहरूको कुरा सुन्दा पनि अचम्मै छ सँगै आएको मान्छे चाहिँ गरेन अरे मैले मात्रै गरेँ गाडी साइकल पनि छ यहाँ हेर्दै साइकल यो साइकल चाहिँ किन्नुपर्छ नेपालमा गएर म पनि यस्तो दामी छ साइकल यस्तो खाले साइकल पनि किन्छु कि नेपालमा गएर ल म गएँ ल बुढो बाई बाई अब जाने बेला भेट गर्न आउँछु म ल जाने बेला भेट गर्न आउँछु म कहिले हुन्छ अब टिकट कहिले आउँछ पैसा कहिले आउँछ पेपर चाहिँ आइसकेको छ पैसा चाहिँ आएको छैन ल दाइ ल लाग्यो अब एकजना दाइलाई भेट जान्छु फेरि घरबाट आएको मान्छे घुमफिर गर्दै हिँड्दै गर्ने हो कता जाने त्यहीबाट जानु पर्ला भेटघाट कार्यक्रममा छु म चाहिँ साथीहरूसँग यसो अब टक्क भेटघाट गर्नु पऱ्यो कति भइसक्यो 8:30 भएछ सुतेका छैनन् केटाहरू सुत्न त तर अर्को क्याम्पमा पो त दाइ त यस्तै छ जिन्दगानी जेरी what happened They lock, but I don't have key for this one. they lock maybe not लक भएछ यहाँ फोन गरिरहेको छ यहाँ क्याम्प बसलाई लक गरेछ नयाँ ढोका लगाएको रहेछ चेक विथ द क्लिनर चेक करो क्लिनर को चेक करो घुमफिर गर्दै हिँड्दै गर्दै गरौँ घुम्दै कहाँसम्म पुगिन्छ कब आया अरे भाई सही है। कैसा है अरे तेज भाई सही है। कब आया मैं आगे 12 तारीख को आया। 12 तारीख है 12 तारीख को 12 तारीख। आप कैसे हैं सब? अच्छा ठीक मैं जा रहे बोल के सुना? हाँ ना हाँ? हाँ अच्छा मैं जा रहा हूँ एक से कितने साल हुआ थे? मेरा 14 चलो जाना चाहिए ना अभी आपकी मर्जी है, आप तो यंग है, अभी रह सकते हैं आप। नहीं ये रह तो सकता था लेकिन मैं ऐसे वीडियो बना रहा हूँ इधर का कैंप का अभी जा रहा हूँ बस याददाश्त के लिए अच्छी बात है। अभी देखते हैं कब भेजेगा ऑल द बेस्ट। ओके यसो साथीभाइहरूसँग भेटघाट छ एउटा दाइ चाहिँ एकदम सँगै काम गरेको दाइ चाहिँ एकजना भेट्न जानु पऱ्यो सो टक्क लाएर अच्छा यहाँ पनि ढोका भाँचिदिएको छ त यार ओ माई गड टुरुल्ला की खबर के छ याम दाइ ढोका त पुरै अनि भद्रकोल बनाएको रहेछ त यहाँ पचत्तै बनाएको छ यता नयाँ मान्छे आएको छन् होइन यता नयाँ मान्छेलाई भेट गर्न जाउँ न नयाँ मान्छे आएको छ भन्छ हेलो के छ दाइ स्लिपिङ बोय म जान लागेको त अब कहिले भनेर तब थाहा भइसक्यो र म जान लाग्यो भनेर कसरी कहिले कहाँबाट बोल्छन् दाइले कहिले भन्नुभएको ल गाइस अब लाग्यो अब आफ्नै रुमतिर अब एउटा दाइले भेट्नु पर्यो फेरि यहाँ हाम्रो सेयर मार्केट दाइसँग शेरो दाइसँग हेलो गाइस के छ ल गाइस अब हिँडेको आफ्नै रुमतिर अब यस्तै हो गफसफ धेरै गरियो यस्तै हो जिन्दगीको यात्रा सबैलाई यसो भेटघाट होला नहोला भोलि पर्सि यसो बाई बाई गरेको अवस्था सबैलाई पछि जाने बेला भेटघाट भयो भने ठिकै छ भएन भनेदेखि यसो बाई बाई गरिदिएको ढोका लगाइसकेको रहेछन्
केटाहरूले सुतिसक्यो होला अब त सुत्ने बेला नि भयो ल यस्तै छ जिन्दगानी आजलाई यति नै क्याम्पको भिडियो बनाएको बनाइछु अरूतिर भन्दा पनि